सी एक्जामको रिजल्ट आयो। अब तपाईको पनि नन ग्रेड आएको छ। तपाई रिटोटलिङ गराउने कि रिचेक गराउने सोचमा हुनुहुन्छ भने आजको यो भिडियो तपाईहरुको लागि धेरै युजफुल हुनेछ। त्यसैले यस भिडियोलाई बिना स्किप गरिकन अन्तसम्म हेर्नु होला। साथै यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरि लिनु होला फ्युचर अपडेटको लागि। अब है त बिना टाइम वेस्ट गरिकन भिडियो सुरु गरौँ। सबभन्दा पहिला यदि तपाईको चाहिँ रिजल्ट आयो, तपाईको चाहिँ एनजी आएको छ, 3टा विषयमा आएको छ, 4वटा विषयको आएको छ भने रिटोटलिङ गराउन सक्नुहुन्छ। अब चाहिँ रिटोटलिङ भनेको के हो? एक्जामिनरले तपाईको पेपर चेक गर्दाखेरि यदि बाइ मिस्टेक कहीं मार्क्स जोड्दाखेरि बिर्सेछ भने त्यसको कारणले तपाई यदि फेल हुनु भएको छ भने रिटोटलिङ गर्दाखेरि त्यो मार्क्सलाई जोडेर तपाईलाई पास हुन सकिन्छ भने त्यसको सम्भावना त्यो आश चाहिँ विद्यार्थीहरु राखेका हुन्छन् हैन। त्यसको लागि तपाई रिटोटलिङ गराउन सक्नुहुन्छ। यदि रिटोटलिङ कब कतिखेर गराउने? यदि तपाईले सी एक्जाम राम्रोसँग दिनु भएको छ हैन, तपाईले चाहिँ राम्रोसँग लेखेर आउनु भएको थियो, तपाईले कन्फिडेन्स थियो कि हो म पास भइहाल्छु, यति मार्क्सको लेखेर आएको छु, यदि त्यस्तो कन्डिसनमा चाहिँ तपाईले रिटोटलिङको लागि एप्लाई गर्न सक्नुहुनेछ। अहिले रिटोटलिङको लागि फर्म खुलेको छैन। फर्म चाहिँ जेठको 1 गतेदेखि 7 गतेसम्म खोल्ने आशा रहेको छ। एनएबी द्वारा जानकारी प्राप्त भएको छ।